भनेपछि साथ हौ जीवन डिस्प्ले यहाँले आज यस कार्यक्रममा अति मिठो प्रस्तुति दिनुभएको छ र स्कुलका सम्पूर्ण शिक्षक शिक्षिकावृन्द अनि विद्यार्थी नानीहरूलाई हामी आयोजक विद्यालय परिवारबाट धेरै धेरै धन्यवाद व्यक्त गराउन रोज्नु छ खै तिमीले मातो हामीले आज यो कार्यक्रम गर्यौं यस विषयमा हामीले नानीहरूलाई मोटिभेट गर्नुपर्छ किन भन्दाखेरि स्वतन्त्र दिवस नै हाम्रो सबैभन्दा ठुलो चाड हो आज हामी ब्रिटिसको अधीनमा भए हामी आफ्नो चाड त कहिले पनि मनाउन पाउँथ्यौँ न होला जस्तो लाग्छ यो कुरो हामीले यस कारणले यो कुरोलाई नानीहरूको दिमागमा हाल्नको लागि किताबमा मात्रै पढाएर हुँदैन भाषणमा पढाएर हुँदैन यस्तो खाले प्र्याक्टिकल प्रोग्रामहरू गरेर हामीले अघि लग्यौं भने हाम्रो आउँदो भविष्यको कर्णधारहरूले यो कुरो बुझेर गएको हुन्छ समाजसँग पक्षल गरेर त्यो काम गरेको हुनुपर्छ आउँदो पहिलो सबैजनालाई सिंगल बेनिफिटको हिसाब
फुल फुल्यो तिमीलाई देखेर मन भुल्यो वैशाख महिनामा फुल फुल्यो तिमीलाई देखेर मन भुल्यो मैले तिमीलाई रोजे तिमीले कसलाई खोजे परदेशो मेरो चेतनी होला। उहाँ हुनुहुन्न स्वर्गीय जी फिलिप सुके पोखरी, स्वर्गीय जी फिलिप सुके पोखरी। त्यस्तै प्रकारले लेप्चा गाउँबाट चन्द्र सरदार भन्छौँ हाम्रो जागिरमान भाइको पिताजी। त्यस्तै प्रकारले मनबहादुर प्रधान हाम्रो एसएन प्रधानको बाउ मनबहादुर प्रधान। त्यस्तै प्रकारले टेम्बा ठिले शेर्पा जो हामी भ्रमण गरौँ। त्यति बेलाको विषयलाई भन्नु अब धेरै छु लामो हुन्छ र छोटकरीमा हामी भनौँ भने त्यति बेलाका हाम्रा वीराङ्गनाहरू प्रति हामी नमन गरौँ, उहाँहरूको सम्झनामा उहाँहरूको आदर्शलाई हामीले अनुसरण गरौँ भन्न चाहन्छु। र अरू विषयमा त सायद सबैलाई थाहै छ, स्वतन्त्र दिवस हामीले किन मनाउँछौँ प्रत्येक साल नै। अनि विशेष गरी आज यो स्कुलको विषयमा म दुई शब्द भन्न चाहन्छु। 1975देखिको सुरुवात भएको यो प्लुङदुङ लिङ्ग माध्यमिक विद्यालय आज 2025देखि लगभग 50 सालको अन्तरालमा आइसकेछ। र दुःखको कुरो आजसम्म स्कुलले मान्यता प्राप्त गर्न सकेन। यो हाम्रो दुर्भाग्य भनौँ, हाम्रो सबैको दुर्भाग्य भनौँ, प्लुङदुङवासीको नै दुर्भाग्य भनौँ। र अझै अहिलेसम्म जसो तसो नफराउँदै भन्दा चिया खाएर होइन, परिस्थितिले नफराउँदै आज यो स्थितिमा आइसकेको छ। हाम्रो स्कुल भविष्यमा सायदै राम्रो भएर जानेछ। कोसिस गरिरहेको छ पढाउनेलाई, शिक्षालाई उच्च स्तरमा पुर्याउने र स्कुलको गरिमालाई यथावत राख्ने उहाँले जुन भरपूर चेष्टा गरिरहेछ। हामी त केवल एउटा म्यानेजिङ कमिटीको एउटा सदस्यहरू मात्र हो, दुःख गरेको उहाँहरू हुन्छ। उहाँहरूलाई पुसाइदिउँ, स्टुडेन्ट दिउँ गाउँबाट सबैले स्टुडेन्ट दिउँ गाउँमा यो स्कुलको एउटा यो प्लुङदुङको यो एसेट यो धरोहर हो, यो प्लुङदुङको धरोहर हो, यसलाई बचाइराख्ने हामी सबैको कर्तव्य हो। आजको यो सभामा जति पनि यो उत्सवमा सबै जति पनि उपस्थित हुनुभयो उहाँहरूको मेरो तर्फबाट आन्तरिक धन्यवाद दिँदै र उहाँहरूप्रति आभार व्यक्त गर्दै आजको यो सभा, यो प्रोग्राम, यो आजको कार्यक्रम यही समाप्त भएको म घोषणा गर्दैछु। जय हिन्द, जय गोर्खा।